आजको मितिले भोलि बिहान उज्यालो हुँदै गर्दा मेरो यहाँबाट अनुरोध छ, म अहिले सरकार रहेको त्यो पार्टीको सांसद छु, तर मैले यहाँबाट भनेको छु मेरो मान्छे मरिरहन्छ भने, दलितलाई मारिराखिन्छ भने मलाई मान्ने छैन, मलाई स्वीकार्य छैन यो कुरा। तत्काल यहाँबाट मैले सरकारको ध्यान आकर्षण गराएको छु, यहाँका अगुवा साथीहरूको मैले ध्यान आकर्षण गराएको छु। यो सार्वजनिक पत्रकार सम्मेलन गरेर यो सार्वजनिक रूपमा मैले यो राज्यको मैले ध्यान आकर्षण गरेको छु। जिल्ला प्रशासन कार्यालय यहाँको स्टुडियोलाई, जिल्ला प्रशासन कार्यालयको प्रमुखलाई, प्रहरीको प्रमुखलाई र यहाँका त्यति बेलाका ड्युटी कमान्डरहरूलाई कारबाही हुँदैन भने यो कुरा मान्ने हुँदैन। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, अहिलेको मितिबाट हामी जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धरनामा छौँ। यो भाइको हत्या किन गरिएको, यसलाई पक्राउ किन गरिएको छ, यसलाई मुद्दा कसले हालेको हो, मारेको कसले हो, कस्टडी भित्र मारेको हो कि बाहिर मारेको, यसको सत्य तथ्य बाहिर नआउँदासम्म, त्यसमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही नहुँदासम्म, त्यसमा संलग्न रहेका जो कोहीलाई पनि कानुनी कटघरामा नउबाउँदासम्म अहिलेको मितिबाट हामी म लगायत यहाँ धेरै सांसद साथीहरू यहाँ हुनुहुन्छ, आजैबाट अहिलेबाट यो जिल्ला प्रशासन कार्यालयको गेटमा हामीले धरना सुरु गरेका छौँ। यहाँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यो सामाजिक सञ्जालबाट हेरिरहनु भएका तपाईँहरू सबैजनालाई एउटा नाबालक, एउटा युवा, एउटा दलितको निर्ममतापूर्वक गरिएको प्रहरी कस्टडी भित्रको हत्यामा यो अपराधमा संलग्न अपराधीहरूलाई कारबाही नहुँदासम्म सबैले खबरदारी गर्नको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ र अहिलेबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धरनामा बसेको हामी जानकारी गराउन चाहन्छौँ। धन्यवाद।